हेलो सबैजना। मैले भर्खरै यो हाम्रो CR7 ओरा दाई र अन्सु भाइटी हाम्रो यो सस्मित प्रगत मन्त्रीसँग कुरा गर्नुभएको भिडियो देखेँ मैले पब्जीको बारे। जुन हामीलाई यो एसियन गेममा डिस्क्वालिफाई अहिले गरेको छ, नाम निकालेको छ, त्यो कुरा सुन्दा धेरै नै नराम्रो लाग्यो। र जुन मैले त्यो टिकटकमा जुन भिडियो देखेँ त्यो सुन्दाखेरि मेरो विचारमा मलाई के लाग्यो भने म केही कुरा भन्न मन लाग्यो। जुन नेपाल स्पोर्ट्स एसोसिएसन र स्पोर्ट्स एसोसिएसन नेपालको जुन दुईवटा कम्पनी नै भनौँ, पब्जी मार्फत जुन नेपालमा चल पब्जीकै सरोकारमा। अब यो दुई कम्पनीले गर्दा हामीले एसियन गेममा भाग लिन पाएन, क्वालिफाई हुँदा नि हामीले भाग लिन पाएन। यसको लागि दुईटै कम्पनी जिम्मेदार छन् र साथसाथै हाम्रो सरकार पनि भन्नुपर्ला। र अहिले मलाई के लाग्छ, मेरो विचारमा के लाग्छ भने अहिले तुरुन्तै हाम्रो नेपाल स्पोर्ट्स एसोसिएसन र स्पोर्ट्स एसोसिएसन नेपाललाई चाँडोभन्दा चाँडै नै बोलाएर कुरा गरे राम्रो हुन्थ्यो। र अल्टिमेटम टाइम दिएर नै हामीले अपहर जुन मन्त्रीज्यूले भन्नुभएको थियो, जुन टाइममा अहिले माग्दै पनि यी कम्पनीले गर्दा हाम्रो प्लेयरको लिस्ट लिन पाएन र एसियन गेममा भाग लिन नपाएको जुन कुरा छ, त्यही कुरा अहिले नहोस् भन्न चाहन्छु। तुरुन्तै दुई कम्पनीलाई सँगै राखेको कुरा गरी इनकेस केही दुई कम्पनीमध्ये एक कम्पनी नमानेमा दुवै कम्पनीलाई नै एक्सनमा लिनु भन्ने चाहन्छु। र अब यो जुन दुई कम्पनीका जुन हाम्रो प्रेसिडेन्टहरू हुन्छन् या टिम मेम्बरहरू हुन्छन्, उहाँहरूलाई अहिलेको जुन स्पोर्ट्सबारे धेरै नलेज पनि नभएको भन्ने कुरा पनि आएको छ। र सो चाँडोभन्दा चाँडो जो एक्सपर्ट छन् स्पोर्ट्समा उहाँलाई अपोइन्ट गरेर यी स्पोर्ट्स क्षेत्रमा जुन हाम्रो क्रिकेट, फुटबल त अहिले पनि हाम्रो यो जुन ब्यान भएको छ त्यसमा पनि एक्सन त लिनु, धेरै चाँडोभन्दा चाँडो एक्सन लिनुपर्नेछ। र अरू क्रिकेट टेबल टेनिस अरू क्षेत्रमा जस्तै स्पोर्ट्समा पनि हामीले धेरै नै फोकस पर्ने जस्तो गर्नुपर्ने जस्तो मलाई लाग्छ। किनभने अरू क्षेत्रभन्दा, अरू गेम्सभन्दा स्पोर्ट्समा चाहिँ म्याक्सिमम् हाम्रो फ्युचर चाहिँ रहेको मैले देखेँ। किनभने म्याक्सिमम् गेम हाम्रो नेसनलाई रिप्रेजेन्ट गरेर नेसनल इन्टरनेसनल गेम हामीले खेलिरहेका छौँ, जस कारण हामीले धेरै प्राइजहरू पनि जितिरहेका छौँ र नेसनको नाम पनि विदेशतिर फैलिँदैछौँ। सो यो चाँडोभन्दा चाँडो एक्सन लिँदा चाहिँ राम्रो लाग्छ मेरो विचारमा चाहिँ। सो हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा भन्नुहोला। र यदि यो कुरा मन परे सेयर, लाइक र रिपोस्ट गरिदिनु। धन्यवाद।